Hey, what's up everyone, welcome to my new video. आज चाहिँ ल्यापटपको क्रसर काम नगर्ने अथवा सो नगर्ने प्रब्लमको सोलुसनको बारेमा भिडियो बनाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। भिडियोतर्फ लागौँ। र देख्न सक्नुहुन्छ मेरो क्रसर सो गरिरहेको छैन र कतै टच पनि भइरहेको छैन है। र यो समस्या समाधान गर्नको लागि हजुरहरु पहिला विन्डोज प्लस एक्स थिच्नु होला। विन्डोज एक्स यस्तो अप्सनहरु सो गर्छ। त्यसपछि यो डाउन एरो बटनबाट तल तल गरेर डिभाइस म्यानेजरमा जानु होला र एन्टर थिच्दिनु होला। एन्टर थिचिसकेपछि देख्न सक्नुहुन्छ डिभाइस म्यानेजर खुल्नेछ। त्यसपछि हजुरले ट्याब थिच्नु होला एकचोटी। ट्याब थिचेपछि फेरि डाउन एरो की बटनबाट तल तल गर्नु होला। माइस एन्ड अदर पोइन्टिङ डिभाइसमा जानु होला। र माइस एन्ड अदर पोइन्टिङ डिभाइसमा गइसकेपछि राइट एरो की थिच्नु होला। राइट एरो की थिचेपछि देख्नुहुन्छ तल एउटा अप्सन आउँछ। फेरि डाउन एरो कीले तल गरेर यसलाई एन्टर गर्दिनु होला। र एन्टर गरिसकेपछि देख्नुहुन्छ यस्तो टच प्याड प्रपर्टी भनेर एउटा खुल्नेछ र त्यसपछि कन्ट्रोल र ट्याब एकैचोटी प्रेस गर्नु होला। कन्ट्रोल ट्याब प्रेस गरिसकेपछि यो ड्राइभर भन्नेमा जान्छ र यसलाई ट्याबले तल तल गरेर अनइन्स्टल डिभाइसमा आउनु होला। यसलाई ओके गरिदिनु होला। र यो गरिसकेपछि एस गरिदिनु होला। एस गरिसकेपछि एकचोटी तपाईको ल्यापटप रिस्टार्ट हुन्छ र रिस्टार्ट गरेपछि तपाईको प्रब्लम सल्भ हुन्छ है। यहाँ म देखाउने छु। त्यति बेलासम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब गर्नु होला है। र हेर्न सक्नुहुन्छ तपाईहरुको क्रसर नचल्ने प्रब्लम सल्भ भइसकेको छ है। भिडियो हेल्पफुल भयो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।